हेलो गाइस, नमस्कार। म चाहिँ आज मटनको तरकारी बनाउन लागिरहेको छु। ल हेर्नुहोस् है, मैले चाहिँ प्याज काटेँ। यहाँ चाहिँ मटन छ, यो चाहिँ मलाई नेपालबाट पठाइदिनु भएको मम्मी बुवाले। अनि म चाहिँ यहाँ अब फ्राई प्यान बसालेको छु। यहाँ जिरा र लसुन फ्राई गर्दैछु। अब मैले प्याज राखेँ। प्याज मजाले भुट्छु मैले चाहिँ रातो नहुन्जेलसम्म। हेर्नुहोस् है, मैले चाहिँ प्याज राख्दैछु। हामी चाहिँ दुईजनाको लागि मात्रै बनाउँदैछौँ, त्यही भएर थोरै छ। अब मैले प्याज मजाले भुट्दैछु। ल हेर्नुहोस् है गाइजहरू, हेर्नुहोस् है प्याज अब मैले मजाले भुट्दैछु। रातो बनाउँछु पहिला प्याजलाई, त्यसपछि रातो नभएसम्म म भुटिरहन्छु। त्यसपछि मैले मटन हालेँ। मटनलाई पनि मजाले फ्राई गर्छु, एकछिनसम्म चलाएर फ्राई गरिरहन्छु। हेर्नुहोस्, एकछिनसम्म चलाइरहन्छु। जब रातो हुन्छ त्यसपछि म मसलाहरू राख्छु। हेर्नुहोस् है, मैले रातो नहुन्जेलसम्म भुट्दैछु। हजुरहरू कसरी पकाउनुहुन्छ? मेरो रेसिपी चाहिँ यस्तै छ। अब रातो हुँदै छ मेरो मटन चाहिँ। म सानो ग्यास लगाएर म चाहिँ फ्राई गर्दैछु रातो नहुन्जेलसम्म। अब चाहिँ मैले यसमा नुन र बेसार हालेर फेरि चलाएँ एकछिन। अब चाहिँ मेरो रातो मजाले भुटिँदैछ है मटन चाहिँ। अब मैले यसमा अदुवा लसुनको पेस्ट र जिरा पनि हाल्छु। ल हेर्नुहोस्, मैले जिरा हाल्दैछु। आफूलाई स्वाद अनुसार जिरा हाल्छु म चाहिँ। अब म अदुवा लसुनको पेस्ट पनि राख्छु यसमा। त्यसपछि सबैतिर लाग्ने गरेर स्वाई चलाउँछु। हेर्नुहोस् है, अब मेरो चाहिँ पुरै रातो बन्दैछ मटन चाहिँ। ल है, अब मेरो चाहिँ मिठो नभए नि होला जस्तै छ मटन। विदेशको खाँदा टिक्क भएको थियो। अब चाहिँ चप गरेको टमाटर राख्दैछु मैले चाहिँ। अब टमाटर राखेर एकछिन चलाउँछु। अनि छोपिदिन्छु म यसलाई एकछिनसम्म, टमाटर नगलुन्जेलसम्म छोपिदिन्छु। अब अनि ल हेर्नुहोस्, टमाटर पनि पाकिसकेको छ। अब म चाहिँ गरम मसला हालेर फेरि चलाउँछु। अब चाहिँ मेरो मटन पाकिसकेको छ। आज चाहिँ म यो मटनमा रस बनाएर खानेवालामा छु है साथीहरू। अब म चाहिँ रस राख्दैछु। र हेर्नुहोस्, रस राखेर मजाले छर्किँदैछ मेरो मटन चाहिँ। यम्मी हुँदैछ है, पाकिसकेको छ। अब म चाहिँ यसमा धनिया राखेर अब ग्यास अफ गरिदिन्छु है साथीहरू। मैले धनियाहरू पनि राखिसकेँ, मजाले पाकिसकेको छ। यसमा चाहिँ अब म धनिया राखिदिन्छु। अब चाहिँ धनिया राखेर ग्यास पनि अफ गरिसकेको छु। हेर्नुहोस्, मेरो